यो केवल एउटा गीत होइन, एउटी आमाको अधुरो माया हो, एउटा आमा बुबाको आँसु हो र 3 वर्षको नानीले नबुझेको पीडा हो। गरिमालाई न्याय चाहियो। गरिमा चौधरी, आज तिम्रो नाममा आँसु झर्छ। तिम्रो सम्झनाले एउटा घरभित्र सन्नाबा बर्सन्छ। आमा बुबाको आँखामा कति पीडा होला, छोरीको यादले हरेक रात कति रोए होलान्। 3 वर्षको बच्चाले के नै बुझ्छ र संसार आमाको माया खोज्दै सोध्छ होला बारम्बार। मेरो आमा कहाँ, उसको सानो प्रश्न सुन्दा कसको मुटु नटुट्ला, कसको आँखा नरुन्दा। नेपाल सरकार न्याय दिनु पर्यो, गरिमाको पीडा अब सुन्नु पर्यो। 3 वर्षको बच्चाको आँसु नबिर्स, आमा बुबाको टुटेको मनलाई बुझ। गरिमालाई न्याय न्याय ढिला भए पनि सत्य बाहिर आओस्, निष्पक्ष न्याय मिलोस्, पीडितको आँसु अब नबगाओस्। छोरी जन्मिँदा कति सपना बुने होलान्, उसको भविष्य सोचेर कति खुसी हुने होलान्। तर आज त्यही घरमा पीडाको बादल छ, हाँसो हराएको छ, आँखा भरि आँसु छ। सानो बच्चाको हातमा आमाको हात चाहिन्छ, बुबा आमाको घाउलाई पनि न्याय चाहिन्छ। यो केवल एउटा परिवारको पीडा होइन, मानवताको आवाज हो यो आवाज, सानो होइन। हामी बदला होइन, सत्यको खोजी गर्छौं, निष्पक्ष न्यायको लागि आवाज उठाउँछौं। कानुन सबैका लागि बराबर हुनु पर्यो, सत्य के हो देशले थाहा पाउनु पर्यो। ए सानो नानी, तिमीले आमालाई खोज्दा आकाश पनि रोए जस्तो लाग्छ। आमा बुबाको त्यो आँसु कहिले व्यर्थ नजाओस्, गरिमालाई न्याय मिलोस्। नेपाल सरकार न्याय दिनु पर्यो, गरिमाको पीडालाई बुझ्नु पर्यो। आमा बुबाको आँसु रोक्नु पर्यो, सत्यलाई अब बाहिर ल्याउनु पर्यो। 3 वर्षको बच्चा आमाको माया खोज्दैछ, देशसँग आज न्यायको आशा राख्दैछ। गरिमालाई न्याय हाम्रो एउटै आवाज, सत्यको जित होस्, न्यायको होस् र। गरिमालाई न्याय 3 वर्षको नानीको आँसु नबिर्स, आमा बुबाको पीडा नबिर्स नगर। नेपाल न्याय देऊ, गरिमालाई न्याय। म गरिमा हुँ, म त सानी थिएँ। मैले यो संसारमा के नै गल्ती गरेकी थिएँ र? मलाई खेल्न मन थियो, हाँस्न मन थियो, अनि मसँग यस्तो किन भयो? नेपाल प्रहरीसँग मेरो बिन्ती छ, सत्य पत्ता लगाउनुहोस् र दोषीलाई कानुन अनुसार कडा सजाय दिलाउनुहोस्। म आज बोल्न सक्दिनँ, त्यसैले मेरो आवाज बनेर तपाईहरू बोलिदिनुहोस्। मलाई किन मार्यो भो? म त केही गरेकै थिइनँ त। मेरो लागि न्याय खोइ सरकार, मलाई न्याय चाहियो। मलाई धेरै दुःख भयो, मलाई बचाउन कोही आएन। मेरो मम्मी बाबालाई न्याय चाहिएको छ। सरकार, मेरो न्याय कहिले हुन्छ?